शनिबार भएर खाली खाली छ। नेपालकै पहिलो फ्लाइओभर बाटो र कोटेश्वरको बिचमा गर्नुमा एकदमै अत्याधिक जाम भएको कारणले नेपालकै पहिलो फ्लाइओभरमा जाँदैछौँ। आज हिजो उद्घाटन भएको त हेरौँ गाडी चलेको छैन होइन। यहाँ माथिबाट चढ्ने सौभाग्य पाएकोमा म पनि गर्वन्वित छु, तर मेरो घर त्यही हो। ल फ्लाइओभर एकदम चलिरहेको छ देखाउँ त। लाग्यो तपाईँलाई एकदम राम्रो होइन। अब रातिमै हामी त लक्की त म त लक्की लाग्यो हिजो बेलुकातिर। एभ्रीवान पिज्जा बनाउनु टन्न हुन्थ्यो होला है। जाम मुक्त होइन, राम्रो पनि बनाएको रहेछ, खुसी लाग्यो। विकासको लागि तारिफ, यसमा चाहिँ तारिफ गर्नुपर्छ है नेपाल सरकारलाई होइन, धन्यवाद दिन चाहन्छु। स्कोटाकोलाहरूसम्म त यहीँ हो। हाम्रा साकेला चाहिँ सामान लिन आएको भन्नु सामान त छैन त अनि उहाँले राखिदिनु भएको रहेछ। हामी लेट भयो, 5:30 बजीतिर चाहिँ उहाँ आउनु भएको रहेछ भनेर भन्यो। यो दुइटामा भनेर हेल्प गर्नुभयो क्या। बिचरा ढोका पनि खोलिदिनु भयो, लगाइदिनु धन्यवाद दिनु पाएँ। किनभने आज त म्युजिक सबै त लुरु कता नि बाटो भेट यता दायाँमा हेर्नुपर्छ नि। अरे सागपात खाने चाहिँ मै मात्रै रहेछु क्या। पुरा म्युजिक जस्तो लागिरहेको छ, म्युजिसियन एकदम। आजको म चाहिँ त्यहाँ डिजेमा हो नि त। डिजे सुनेश हान्ने हो नि त। फ्लाइओभरबाटै फेरि जानुपर्ने होला या त अब त होइन, अब जाने त त्योबाट त सन्तोष्टि लिम्बू को त्यो भनेको खिचिराख्नु हुने रबर भन्छ उहाँ चाहिँ। घरकोतिर चेकतिर म उहाँ कोटेश्वर पुगेर कस्तो दामी यार खेतीहरू असार लागेर पैसाको भएको छ। फिलहाल रोपाइ छ। अबको 20 वर्षभरिमा यो चाहिँ पुरा घडेरी हुनु होला भन्ने आशा छ। त्यही हाम्रो पनि स्टुडेन्ट लाइफको 16 काँडा भन्ने जग्गा छ भन्ने त्यही कता होला बनाउँदै गरेको तास्केरको सबै खिचाउँ न। क्यामेराम्यान त भ्लग कसरी बनाउँछ छोडेर नि।
यहाँ हाम्रो मेन सोल्टी हाम्रो यहाँको अर्गनाइजरमा हुनुहुन्छ हाम्रो सोल्टी हामी त मेन नेतृत्व गर्ने है ओके टोके दिन्छु दाइरा उसलाई मामालाई चार्ज गरिसकेको कहिले आउनुभयो हङकङदेखि अस्ति आइसक्यो नि हजुर मामा कतिलो भयो यार हजुर कतिलो भयो हजुर मामा यो पाइलो सब्जेक्ट छ नि